हेलो एभ्रिवान, वेलकम एन्ड ब्याक टु माई च्यानल। स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियो टेक्निकल आरके च्यानलमा। म चाहिँ आज बारीकोट 4 को वडा कार्यालयतिर आएको छु। खास गरी म यो कार्यालयमा आउनको कारण अहिले भइरहेको भाइरल ठाउँ रक गार्डन हेर्नको लागि म यहाँसम्म पुगेको थिएँ। र अब हेरौँ कार्यालयदेखि क्रमशः रक गार्डनसम्मको यात्रा कस्तो रहनेछ। भाइरल ठाउँ म चाहिँ अहिले रक गार्डनमा पुगिसकेको छु र अब हजुरहरूलाई देखाउने छु रक गार्डनदेखि कैद गरिएका केही रमणीय दृश्यहरू। रक गार्डनदेखि देखिने रमणीय ठाउँहरू हिमाल, गाउँघर, गाउँ बस्ती लगायत अन्य थुप्रै ठाउँहरू देखिँदैछ र त्यसैले भाइरल भइरहेको रहेछ। यो ठाउँ चाहिँ एकदमै आकर्षित ठाउँ रहेछ र आकर्षित ठाउँ हुनको साथै उचित ठाउँमा भएको हुनाले यताउताको भ्यू पनि एकदमै स्पष्ट र रमणीय देखिँदो रहेछ। उचित वातावरण, हावापानी सम्पूर्ण मिलेको ठाउँ, त्यसमै फोटो खिच्ने, भ्लगर बनाउने सम्पूर्णको भिड हुँदो रहेछ यतातिर। बर्खाको टाइममा हरियाली, डाँडाकाँडा र सुन्दरताले भरिपूर्ण हुन्छ यो ठाउँ। मेरो पहिलो भ्लग यही भाइरल ठाउँदेखि सुरु गरेको छु। हेरौँ भाइरल ठाउँदेखि गरिएको भिडियो भाइरल हुन्छ कि नै। भाइरल ठाउँ जस्तै भिडियो पनि भाइरल होस्, मलाई यो लाग्दैन कि हजुरहरूको साथ र माया मिल्दैन भनेर। अब म देखाउन गइरहेको छु बारीकोट गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयको भिडियोहरू। कस्तो लाग्यो? यदि हजुरहरूलाई मन परेमा लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।